वर्ष अगाडि नेपाली जनताको आइडल थिए गगन थापा, जसमध्ये म पनि एक थिएँ। प्रतिपक्षमा बसेर सरकार पक्षलाई खबरदारी गर्ने विषयमा होस् या पार्टीभित्रकै विकृतिलाई खबरदारी गर्ने विषयमा होस्, उनको आवाज अलि फरक सुनिन्थ्यो, अलि चर्को सुनिन्थ्यो। त्यसैले पनि आम नेपाली जनता गगन थापाको समर्थक थिए, गगन थापालाई आइडलै मान्थे। अझ भन्नुपर्दा गगन थापा स्वास्थ्य मन्त्री भएको समयमा जनताले सम्झन लायक र जनतालाई मन पर्ने तरिकाले केही राम्रो उदाहरणीय कामहरू गरेका थिए। त्यसैले पनि गगन थापाको उचाइ, गगन थापाको समर्थकहरू झन्झन बढ्दै गएका थिए, झन्झन थपिँदै गएका थिए। तर वास्तवमै भन्नुपर्दा गगन थापाप्रतिको जनताको आश भने त्यति मात्रै थिएन। जनताले गगन थापाप्रति अलि धेरै नै आश र अपेक्षा राखेका थिए, किनभने गगन थापा विद्यार्थी जीवनदेखि नै जनताको मुद्दा उठाउँदै पार्टीभित्र नै विद्रोह गर्दै अगाडि बढेका नेता थिए। त्यसैले पनि धेरै जनताहरू उनको पक्षमा थिए, उनीप्रति आशावादी थिए। त्यही राजनीतिक दौडानमा गगन थापाले विभिन्न गल्तीहरू गर्दै गए, तर पनि जनताले ती कुकर्महरूलाई भुलेर गगन थापाले गरेका केही राम्रा कामहरू र गगन थापाले बोलेका राम्रा कुराहरूलाई नै अँगालेर अगाडि बढिरहेका थिए। विगत केही वर्षदेखि गगन थापा दाइ भाउजू र सत्तामा यसरी लुप्त भए कि उनी दाइ भाउजू बचाउन र भ्रष्टाचारीहरूलाई बचाउनलाई उनी जुनसुकै हदसम्म पनि गिर्न तयार भए, जुनसुकै बहस पनि गर्न तयार भए। तर उनले गर्ने बहसहरू सत्यमा भन्दा पनि दाइ भाउजू र सत्तामा केन्द्रित हुन थाल्यो। जब गगन थापाले चुल्लुमा भ्रष्टाचारमा डुबेका भ्रष्टाचारीहरूलाई काँध हाल्न थाले, त्यसपछि गगन थापाको काँधै गनाएको जनताले महसुस गरे। त्यसपछि गगन थापालाई आइडल मान्नेहरू नै आज गगन थापाको विरोधी भएर सडकमा निक्लिँदैछन्। यस समयमा गगन थापालाई आइडल मानेको जनताहरूले आज गगन थापाको मुखसम्म पनि हेर्न चाहँदैन। त्यसैको ज्वलन्त उदाहरण हो सर्लाहीमा देखिएको यो विरोध। गगन थापा सर्लाहीमा चुनाव प्रचारको लागि जाँदै गर्दा सर्लाहीको जनताले गरेको विरोध एकैछिन यो भिडियो हेर्नुहोस्। मुर्दाबाद गगन थापा, मुर्दाबाद मुर्दाबाद। त्यसलाई लखेट गगनेर लखेट, सानेर लखेट। डराउनु भएको यस्तो है तेरिका आएर डरायो